आजको यस भिडियोमा हामी बीपीएस फर्स्ट इयरमा रहेको प्रिन्सिपल अफ म्यानेजमेन्टको च्याप्टर 2 इन्ट्रोडक्सन टु म्यानेजमेन्ट भन्ने टपिक डिस्क्राइब गर्न गइरहेको छौँ। सबैभन्दा सुरुमा हेरौँ म्यानेजमेन्ट। म्यानेजमेन्ट भनेको के हो त? म्यानेजमेन्ट इज द प्रोसेस अफ प्लानिङ, अर्गनाइजिङ, लिडिङ एन्ड कन्ट्रोलिङ द रिसोर्सेस। म्यानेजमेन्टले चाहिँ अर्गनाइजेसनमा भएको रिसोर्सेसहरूलाई चाहिँ म्यानेज गर्ने काम गर्छ, प्लानिङ गर्ने काम गर्छ, त्यसलाई व्यवस्थित गर्ने काम गर्छ। त्यस्तो स्रोतहरू चाहिँ के हुन्छन् भन्दाखेरि एउटा मानवीय स्रोत हुन्छ, ह्युमन रिसोर्सेस, फाइनेन्सियल रिसोर्सेस हुन्छ, मेटेरियल रिसोर्सेस हुन्छ, होइन, भौतिक वस्तुहरू, होइन, अनि स्टकहरू भयो विभिन्न, होइन। त्यसलाई चाहिँ के त? इफेक्टिभली एन्ड इफिसियन्टली टु एचिभ स्पेसिफिक अर्गनाइजेसन गोल। इफिसियन्टली भनेको चाहिँ छिटो, इफेक्टिभली भनेको चाहिँ राम्रोसँग, छिटो राम्रोसँग के गर्नको लागि? अर्गनाइजेसनको निश्चित उद्देश्य चाहिँ पुरा गर्नको लागि, गोल चाहिँ पुरा गर्नको लागि। अब अर्को हेरौँ, म्यानेजमेन्ट इज द आर्ट अफ गेटिङ थिङ्स डन थ्रु पिपुल। म्यानेजमेन्ट चाहिँ एउटा सिप हो, एउटा आर्ट हो, अरूबाट काम लिनको लागि, क्या, अरूबाट काम लिन सक्ने एउटा क्षमता हो। आफूलाई आउँदैन भने पनि म्यानेजरलाई, आफूलाई आउँदैन भने पनि अरूलाई लाउन सक्छ भने पनि त्यो एउटा के हो त? म्यानेजरमा हुनुपर्ने एउटा राम्रो गुण हो, ऊ राम्रो म्यानेजर हुनसक्छ। म्यानेजमेन्ट इज द युनिभर्सल कन्सेप्ट। यो एउटा चाहिँ के हो त? युनिभर्सल कन्सेप्ट हो, इसेन्सियल टु अल द अर्गनाइजेसन। यो चाहिँ सबै अर्गनाइजेसनको लागि, चाहे त्यो फर अ स्मल बिजनेस टु अ लार्ज गभर्मेन्ट बडी, सानो बिजनेसदेखिको ठुलो गभर्मेन्टको बडीसम्मको लागि पनि एकदमै इम्पोर्टेन्ट चाहिँ के हो त? म्यानेजमेन्ट चाहिँ हो, बिकज इट प्रोभाइड द स्ट्रक्चर एन्ड डाइरेक्सन निडेड टु सक्सेस। यसले चाहिँ कुनै पनि अर्गनाइजेसनलाई अथवा कुनै पनि अफिसलाई, जेलाई पनि भने पनि एउटा संस्थालाई चाहिँ के गर्छ त? त्यसको एउटा स्ट्रक्चर दिने काम गर्छ, एउटा पूर्व निर्धारित लक्ष्य, डाइरेक्सन दिने काम गर्छ। केले त भन्दाखेरि म्यानेजमेन्टले। अब चाहिँ क्यारेक्टरिस्टिक्स अफ म्यानेजमेन्ट। पहिलो छ गोल ओरिएन्टेड। अर्गनाइजेसन चाहिँ गोल ओरिएन्टेड हुन्छ, एक अगाडि नै बनाइसकेको हुन्छ एउटा गोल, र त्यसलाई एचिभ गर्नको लागि चाहिँ म्यानेजर, इम्प्लोइको चाहिँ मेजर फोकस हुन्छ। चाहे त्यो प्रोजेक्टलाई कम्प्लिट गर्नु हो, या सेल बढाउनु पर्ने हो, अथवा सर्भिसहरूलाई राम्रो गर्नुपर्ने, सबै के हुन्छ त? गोल ओरिएन्टेड भइरहेका हुन्छन्। अनि अर्को छ युनिभर्सल फङ्सन। युनिभर्सल फङ्सन भन्नाले चाहिँ म्यानेजमेन्ट चाहिँ सबैतिर काम लाग्छ, चाहे जुनसुकै अर्गनाइजेसन हो, जस्तै स्कुल होस् कि हस्पिटल होस्, बिजनेस होस्, होइन, घरमै पनि चाहिन्छ म्यानेजमेन्ट, होइन, सबैतिर चाहिन्छ। त्यही भएर यो युनिभर्सल छ। अनि डाइनामिक फङ्सन भनेको चाहिँ अर्को छ डाइनामिक फङ्सन। डाइनामिक फङ्सन भनेको चाहिँ यो चाहिँ फ्लेक्सिबल छ, यो समयअनुसार चेन्ज खोज्छ यसले, होइन। म्यानेजरले चाहिँ आएको नयाँ टेक्नोलोजीलाई चाहिँ एडप्ट गर्न सकेन भने चाहिँ के हुन्छ भन्दाखेरि म्यानेजर पनि खोला जान्छ, होइन, टिक्नै सक्दैन, कुनै पनि अर्गनाइजेसन पनि टिक्न सक्दैन। त्यही भएर चाहिँ के छ त? म्यानेजमेन्ट फ्लेक्सिबल छ, डाइनामिक फङ्सन हो यो, होइन, म्यानेजमेन्ट। अनि ग्रुप फङ्सन भन्नाले चाहिँ म्यानेजमेन्ट चाहिँ एउटा व्यक्तिको काम चाहिँ होइन है। म्यानेजमेन्ट चाहिँ सबै मिलेर एउटा ग्रुप बनाएर चाहिँ एउटा गोललाई चाहिँ एचिभ गर्ने चाहिँ एउटा प्रोसेस हो। त्यही भएर यो पनि एउटा के हो त? क्यारेक्टरिस्टिक्स हो, ग्रुप फङ्सन। अर्को छ कन्टिन्युअस प्रोसेस। म्यानेजमेन्ट चाहिँ सधैँ चलिरहने प्रोसेस हो, क्या। म्यानेजमेन्टको अनुसार यो म्यानेजमेन्ट कहिले सकिँदैन, किनभने यो प्रोसेस वाइज जान्छ। सुरुमा प्लानिङ हुन्छ, त्यहाँ पछाडि अर्गनाइजिङ हुन्छ, त्यहाँ पछाडि लिडिङ गरिन्छ, त्यहाँ पछाडि कन्ट्रोलिङ गरिन्छ, होइन। यस्ता एक्टिभिटिजहरू चाहिँ भइरहन्छन्, क्या। त्यही भएर चाहिँ कन्टिन्युअस प्रोसेस। अनि त्यहाँ पछाडि अर्को छ सोसल प्रोसेस। सोसल प्रोसेस किन हो भन्दाखेरि अर्गनाइजेसन चाहिँ सोसल, समाजबाटै के लिन्छ त भन्दाखेरि इम्प्लोइ पनि समाजबाटै आउँछन्, होइन, अनि कस्टमरहरू पनि, ग्राहक पनि केबाट आउँछन् त? समाजबाटै आउँछन्, होइन। अनि त्यही समाजका व्यक्तिहरूसँग रिलेसन कायम गरेर चाहिँ के गर्छ त? अर्गनाइजेसन चलेको हुन्छ। अर्को छ बोथ साइन्स एन्ड आर्ट। साइन्स किन भनेको भन्दाखेरि यसमा चाहिँ के छ? रुल्स र प्रिन्सिपलहरू छ, जसलाई चाहिँ बेलामा चेक पनि गरिन्छ, यो समय सापेक्ष छ कि छैन भनेर। अनि यसलाई आर्ट किन भनिन्छ भन्दाखेरि चाहिँ यसमा चाहिँ म्यानेजरले चाहिँ आफ्नो पर्सनल स्किललाई, क्रिएटिभिटी, एक्सपिरियन्सहरू पहिलेको त्यसलाई चाहिँ के गरेको छ? ग्यादर गरेर चाहिँ यो आफ्नो वर्कलाई डे टु डे एक्टिभिटिजमा ढालिरहेको हुन्छ। त्यही भएर चाहिँ यो आर्ट पनि हो, साइन्स पनि हो। अर्को टपिक छ फङ्सन अफ म्यानेजमेन्ट। यसमा पहिलो छ प्लानिङ। Deciding in advance what need to be done, when to do it, and how to do it.
कसरी कहिले कहाँ गर्ने भनेर अनि इट्स एबाउट सेटिङ गोल्स एन्ड क्रिएटिङ अ रोड म्याप टु एचिभ देम। यो चाहिँ के हो त भन्दाखेरि एउटा गोल बनाउने र त्यो गोललाई चाहिँ कसरी पुरा गर्ने भनेर एउटा रोड म्याप बनाउने क्या, बाटो बनाउने, एउटा कसरी त्यहाँसम्म जाने गोल एचिभ गर्ने भन्ने कुरा चाहिँ केमा हुन्छ त प्लानिङ अन्तर्गत पर्दछ। अर्को छ अर्गनाइजिङ। अर्गनाइजिङ भनेको चाहिँ अर्गनाइजिङ द नेसेसरी रिसोर्सेस पिपुल टास्क मेटेरियल्स इन्टु स्ट्रक्चर वे टु एक्जिक्युट द प्लान्स। यो चाहिँ के हो भन्दाखेरि चाहिँ नेसेसरी रिसोर्सेस ह्युमन रिसोर्सेस टास्क अनि मेटेरियल्सहरूलाई चाहिँ के गर्ने त एरेन्ज गर्ने होइन, चाहिएको कुराहरूलाई चाहिँ स्ट्रक्चराइज गर्ने होइन। इट इन्भल्भ्स द डिफाइनिङ रुल्स एन्ड रेस्पोन्सिबिलिटी। अनि यसमा चाहिँ के पर्छ भन्दाखेरि कसलाई कुन मान्छेलाई कुन रोल दिने त, के काम दिने त होइन भनेर चाहिँ केमा पर्छ अर्गनाइजिङ पर्छ। अनि अर्को छ स्टाफिङ रिक्रुटिङ सेलेक्टिङ हायरिङ ट्रेनिङ एन्ड डेभलपिङ द राइट पर्सन फर द राइट जब विथिन द अर्गनाइजेसन। राइट पर्सनलाई चाहिँ राइट जबमा चाहिँ रिक्रुट गर्ने होइन, सेलेक्ट गर्ने हाल्ने, त्यस्तो चाहिँ केमा पर्छ भन्दाखेरि स्टाफिङमा पर्छ। अनि अर्को छ डाइरेक्टिङ गाइडिङ मोटिभेटिङ एन्ड सुपरभाइजिङ द इम्प्लोइज टु वर्क। मान्छेले के भन्दाखेरि डाइरेक्टिङ भनेको चाहिँ गाइड गर्ने होइन, कसरी गर्ने भनेर सिकाइदिने भयो होइन, मोटिभेट गर्ने होइन, अनि काम गरेको छ कि छैन हेर्ने होइन, के गर्नको लागि त अर्गनाइजेसनको के त गोललाई चाहिँ पुरा गर्नको लागि। दिस इज एबाउट लिडरसिप एन्ड कम्युनिकेसन। यो डाइरेक्टिङ भनेको चाहिँ के हो त लिडरसिपको चाहिँ एउटा उदाहरण हो होइन। यो कम्युनिकेसन चाहिँ राम्रो हुनुपर्छ, यसको लागि चाहिँ लिडरसिप स्किल राम्रो हुनुपर्छ। अर्को छ कन्ट्रोलिङ इज द मोनिटरिङ पर्फर्मेन्स टु इन्स्योर एभ्रिथिङ इज गन एकोर्डिङ टु द प्लान। कन्ट्रोलिङ भनेको चाहिँ सबै प्लान अनुसार चाहिँ अगाडि बनाएको प्लान अनुसार चाहिँ गएको छ कि छैन भनेर हेर्ने काम चाहिँ के हो त कन्ट्रोलिङ हो। इफ देयर इज एनी प्रब्लम अर डेरिभेसन्स करेक्टिभ एक्सन इज टेकन। यदि कुनै प्रब्लम छ भने चाहिँ के कन्ट्रोलिङमा चाहिँ के गरिन्छ भन्दाखेरि कुनै फल्ट छ भने चाहिँ त्यसलाई चाहिँ सुधार्नको लागि चाहिँ एक्सन लिइन्छ। अब अर्कोतिर जाउँ। अर्को छ इमर्जिङ च्यालेन्ज अफ द म्यानेजमेन्ट र पहिलो नम्बरमा रहेको छ ग्लोबलाइजेसन। बिजनेस चाहिँ अहिलेको के छ भन्दाखेरि एकदम कनेक्टेड छ क्या, वर्ल्ड वाइड कनेक्टेड छ होइन। कस्टमरहरू विश्वभरिबाट छन् होइन, विश्वभरिको कस्टमरहरूको अलग अलग टाइपको चाहना हुन्छ, त्यही अनुसारको प्रडक्ट बनाउनु पऱ्यो होइन। अनि ग्लोबल ट्रेन्डहरूलाई एडप्ट गर्नु पऱ्यो, त्यही अनुसारको स्ट्यान्डर्ड मेन्टेन गर्नु पऱ्यो होइन। कन्ट्रीहरूले लिँदैन अमेरिकाको लागि नेपालको प्रडक्ट बनाउँदाखेरि कस्तो त गर्नुपर्छ। अहिले फ्रेन्च फ्राई गइरहेको छ नि अमेरिका, फ्रेन्च फ्राईले के गरेको छ पुरै स्ट्यान्डर्ड मेट गरेर होइन एक्स्ट्रा टाइम कति वर्षसम्म टिक्छ भनेर सबै त्यो जाँचेर चाहिँ के गर्छ नि त लान्छ नि त होइन, विश्वभरिको लागि जाने चिज हो होइन। त्यही भएर ग्लोबलाइजेसनले चाहिँ यो च्यालेन्ज ल्याएको छ म्यानेजमेन्टमा। अर्को छ कम्प्लेक्स सप्लाई चेन्ज होइन। सप्लाई चेन चाहिँ अहिले कम्प्लेक्स भएको छ क्या, किनभने प्रोडक्ट कुनै पनि बनाउँदाखेरि मेटेरियल्सहरू चाहिँ फरक फरक कन्ट्रीबाट लिएको पनि हुन्छ क्या। अब एक ठाउँमा एप्पलको अब पार्ट्सहरू अर्को ठाउँबाट बनाएर होइन आदि एक ठाउँमा पाइन्छ, आदि अर्को ठाउँमा पाइन्छ, अनि एउटा कन्ट्रीबाट आदि बनेर अनि अर्को कन्ट्रीमा ल्याएर आदि बनाएर लग्छन् नि। त्यसै गरेर र प्रोडक्टहरू चाहिँ अलग अलग कन्ट्रीमा गएर चाहिँ सप्लाई हुन्छ सुरुमा, अनि त्यहाँ पछाडि कनेक्ट गरिन्छ, फेरि सप्लाई गरिन्छ होइन, त्यसो गरिन्छ क्या। अनि यसमा चाहिँ के हुन्छ भन्दाखेरि म्यानेजरलाई चाहिँ सप्लाई गर्न ट्रान्सपोर्ट गर्न चाहिँ रिस्क हुन्छ क्या। अनि अर्को छ डाइनामिक इन्भाइरोमेन्ट, परिवर्तनशील छ क्या, चेन्ज भइरहेको छ, नयाँ नयाँ ट्रेन्ड दिनदिनै आइरहेको छ होइन। अब कम्पिटिटर्सहरू दिनदिनै बढिरहेको छन् होइन, नयाँ नयाँ रुल्सहरू आइरहेको छन्। त्यही भएर म्यानेजर चाहिँ के फ्लेक्सिबल हुनुपर्छ र के त रुल्सहरू नयाँ नयाँ प्लानहरू चाहिँ आउने बित्तिकै एडजस्ट गर्नको लागि चाहिँ जुनसुकै बेलामा पनि तयार भइरहनुपर्छ। त्यही भएर चाहिँ डाइनामिक इन्भाइरोमेन्ट छ। अर्को छ टेक्नोलोजी चेन्ज। टेक्नोलोजी चाहिँ तपाईँहरूलाई पनि थाहा छ अब ऱ्यापिडली अस्तिसम्म एआई थिएन, 2-4 वर्ष अगाडिसम्म एआईको कसैलाई थाहा पनि थिएन केही पनि। अहिले भनेको सबै फोटो भिडियो सबै एआईहरूबाट क्रिएट भइरहेका छन्, दिनदिनै करोडौँ भिडियोहरू बन्ने गर्दछन् होइन।
त्यही भएर के गर्नुपर्छ त म्यानेजरले आफूलाई अपडेट गरिरहनुपर्छ होइन अनि स्टाफहरूलाई पनि त्यही अनुसारको चाहिँ के गर्नुपर्छ त भन्दाखेरि ट्रेन गर्नुपर्छ अनि नयाँ नयाँ टुल्सहरू युज गर्नुपर्छ प्रोडक्सनहरूमा होइन म्यानेजमेन्ट गर्नको लागि नयाँ नयाँ टुल्स गर्नुपर्छ त्यही भएर पनि यो एउटा टेक्नोलोजी चेन्ज पनि एउटा च्यालेन्ज हो म्यानेजमेन्टको लागि होइन अर्को छ चेन्ज इन कल्चर के छ भन्दाखेरि यो वर्ल्ड वाइड भइसकेपछि अहिलेको म्यानेजमेन्ट धेरैवटा देशको कल्चरहरू अब जस्तै एउटा नेपालको कल्चर इन्डियाले एडप्ट गर्न सक्छ होइन अमेरिकाको कल्चर नेपालले एडप्ट गर्न सक्छ त्यही भएर चाहिँ यो कल्चर चाहिँ एकदम छिटो छिटो चेन्ज भइरहेको छ होइन प्रोडक्ट पनि त्यही अनुसारको हुनुपर्छ होइन म्यानेजरले चाहिँ डाइभर्सिटीलाई रेस्पेक्ट गर्नु पऱ्यो होइन जस्तै अब एउटा मुस्लिम छ भने त्यसलाई ईदमा छुट्टी दिनु पऱ्यो होइन क्रिस्चियन छ भने त्यसकै अनुसारको छुट्टी दिनु पऱ्यो फरक फरक अनुसारको त्यस्तै गरेर चाहिँ त्यो गर्न चाहिँ अप्ठ्यारै हुन्छ क्या त्यही भएर चाहिँ यो च्यालेन्जेस हो म्यानेजमेन्टको होइन अनि अर्को छ इम्पावरमेन्ट अफ इम्प्लोइ होइन इम्पावरमेन्ट भनेको चाहिँ अहिले इम्प्लोइको पावर चाहिँ अलिक धेरै छ क्या मोडर्न म्यानेजमेन्टमा चाहिँ धेरै छ किनभने अब उनीहरू आफूभन्दा जस्तै म्यानेजर भन्दा पनि नलेजेबल हुन सक्छन् होइन त्यही भएर डिसिजन गर्न सक्ने क्षमता उनीहरूमा पनि हुन्छ त्यही भएर उनीहरूलाई पनि फ्रिडम दिनुपर्छ त्यही भएर अप्ठ्यारो हुन्छ यो चाहिँ म्यानेजरलाई किनभने भोलिको दिनमा मैले यसलाई काम दिएँ यसले चाहिँ अझ मभन्दा राम्रोसँग गरेर फेरि मेरै जागिर खाइदिन्छ कि भन्ने पनि हुन्छ म्यानेजरलाई होइन अनि इम्प्लोइहरूलाई ट्रस्ट पनि गरेर फेरि ट्रस्ट गरेर दियो भने पनि काम उसले गर्न सकेन भने पनि यो पनि अप्ठ्यारो हुन्छ आफूलाई म्यानेजरलाई चाहिँ हेनरी फोयलको 14 प्रिन्सिपल अफ म्यानेजमेन्ट हेर्नेछौँ अब यो 14 प्रिन्सिपल अफ म्यानेजमेन्ट पहिलो छ डिभिजन अफ वर्क भनेको चाहिँ एउटा छुट्टै कामको लागि आजकल छुट्टै मान्छेहरू खटाइन्छ जस्तै एउटाले कभर लगाइरहेको छ एउटाले स्क्रिनको टेम्पर ग्लास लगाइरहेको छ एउटाले मोबाइल प्याक गरिरहेको छ त्यस्तो चाहिँ भइरहेछ डाइभर्सिटी अफ वर्क भनेको चाहिँ त्यही हो अनि अथोरिटी एन्ड रेस्पोन्सिबिलिटी भनेको चाहिँ अथोरिटी र रेस्पोन्सिबिलिटीमा चाहिँ चेक ब्यालेन्स हुनुपर्छ कसैलाई पनि धेरै पावर दिनु हुँदैन भन्ने कुरा गर्छ अथोरिटी एन्ड रेस्पोन्सिबिलिटी ले चाहिँ धेरै काम पनि अराउनु हुँदैन त्यही काम अनुसारकै आफूलाई के पनि हुनुपर्छ अधिकार पनि हुनुपर्छ अधिकार र रेस्पोन्सिबिलिटीको चाहिँ त्यो हुनुपर्यो चेक एन्ड ब्यालेन्स हुनुपर्यो भन्ने कुरा गर्छ अर्को छ डिसिप्लिन भनेको चाहिँ डिसिप्लिन हुनुपर्छ चाहिँ के अरे स्टाफहरू चाहिँ होइन रुल्सहरू फलो गर्नुपर्छ अर्गनाइजेसनको होइन म्यानेजरप्रति ओबिडेन्ट हुनुपर्यो होइन अनि युनिटी अफ कमान्ड भनेको चाहिँ एउटै व्यक्तिलाई एउटै इम्प्लोइलाई धेरैजनाले चाहिँ काम हराउनु भएन एउटाले यो गर अर्कोले त्यो गर भन्दाखेरि दुइटै गर्न नसकेर त्यो फेलियर हुनसक्छ होइन त्यो फ्रस्ट्रेट हुनसक्छ होइन त्यही भएर चाहिँ काम चाहिँ एउटैले हराउनु पऱ्यो एउटा मात्रै बोस हुनु पऱ्यो अनि अर्को चाहिँ युनिटी अफ डाइरेक्सन भनेको चाहिँ युनिटी अफ कमान्ड भनेको एउटा मात्रै बोस हुनुपर्ने भने जस्तै अब युनिटी अफ डाइरेक्सन भनेको चाहिँ एउटा मात्रै प्लान हुनुपर्छ सबैजनाले एउटै गोलको लागि चाहिँ जानुपर्छ फरक गोल लिएर फरक लिडरलाई फलो गर्ने चाहिँ हुँदैन एउटै चाहिँ हुनुपर्छ अनि अर्को छ सबअर्डिनेसन अफ इन्डिभिजुअल इन्ट्रेस्ट टु द जेनरल इन्ट्रेस्ट होइन अब मान्छेको निजी आफ्नो इच्छा चाहिँ के हुनु पर्यो त अर्गनाइजेसनको इच्छा भन्दा ठुलो हुनु भएन सबै ध्यान चाहिँ कहाँ हुनु पर्यो अर्गनाइजेसनमा हुनु पर्यो आफ्नो पर्सनल इच्छाहरू भन्दा चाहिँ अर्गनाइजेसनतिर ध्यान दिनु पर्यो भन्छ अनि रिम्युनरेसन वर्करलाई चाहिँ फेयरली रिम्युनरेसन दिनुपर्छ भनेको पे गर्नुपर्छ कसैलाई धेर कसैलाई थोर आफ्नो मान्छेलाई अलिक धेर अर्कोलाई थोर भनेर चाहिँ दिन हुँदैन होइन मोटिभेट गर्ने खालको रिम्युनरेसन दिनुपर्छ होइन स्यालेरी अब राम्रो काम गर्छ भने त्यसलाई एप्रिसिएट गर्नको लागि पनि पैसा दिनुपर्छ होइन अनि अर्को छ सेन्ट्रलाइजेसन भन्नाले चाहिँ डिसिजन गर्ने चाहिँ एकजना मान्छेमा मात्रै निहित हुनु हुँदैन डिसिजन चाहिँ सबैले गर्नुपर्छ होइन सेन्ट्रलाइज हुनुपर्छ होइन अर्को छ स्केलर चेन भनेको चाहिँ अथोरिटीहरू चाहिँ माथिदेखि मुनिसम्म कसले हराउने भन्ने कुरा चाहिँ फिक्स हुनुपर्छ होइन अब कुनै इम्प्लोइलाई केही कुरा सोध्नु छ भने कसलाई सोध्ने त भन्ने कुरा पनि फिक्स हुनु पर्यो म्यानेजरलाई सोध्ने हो कि एचआर म्यानेजरलाई सोध्ने हो कि सिइओलाई गएर सोध्ने हो कि होइन
ओनरहरूलाई सोधेँ हो कि त्यो चाहिँ एउटा फिक्स हुनु पर्यो चाहिँ स्केलर चेन भनेको चाहिँ त्यही हो अर्डर अथोरिटी चाहिँ एउटाले एउटालाई गराउँछ अर्कोले अर्कोलाई गराउँछ भनेर चाहिँ चेन जस्तै फ्लो हुनु पर्यो क्या अर्डरहरू इन्फर्मेसनहरू चाहिँ होइन अनि अर्को छ अर्डर अर्डर भनेको चाहिँ कमान्ड होइन यो अराउने खालको अर्डर चाहिँ होइन कि यो सामानहरू चाहिँ अर्डर रूपमा हुनुपर्छ होइन फैलाएर जताततै फ्यालेको हुनु हुँदैन होइन राइट पर्सन राइट जबमा हुनुपर्छ होइन त्यो कुरालाई चाहिँ अर्डर हो यो अर्डर भनेको चाहिँ अराउने अर्डर भनेको चाहिँ होइन अर्डर भनेको क्रमबद्ध भनेको अनि अर्को छ भनेको इक्वालिटी भनेको चाहिँ एउटालाई धेर राम्ररी काइन्डली व्यवहार गर्ने अर्कोलाई हेप्ने त्यस्तो खालको चाहिँ हुन भएन होइन अर्को छ स्टेबिलिटी अफ ट्विनर अफ पर्सन होइन यो भनेको चाहिँ के हो भन्दाखेरि एउटै मान्छेहरूले चाहिँ जब गरिराख्यो भने स्टेबल भइराख्यो भने जबमा चाहिँ के हुन्छ भन्दाखेरि उनीहरूको कन्फिडेन्स बढ्छ जसले गर्दाखेरि पर्फर्मेन्स राम्रो गर्छन् र त्यही भएर चाहिँ एउटै मान्छेलाई चाहिँ काममा धेरै वर्ष लगाउनु चाहिँ राम्रो मानिन्छ म्यानेजमेन्टमा अनि अर्को छ इनिसिएटिभ भनेको चाहिँ इम्प्लोइहरूलाई चाहिँ इनिसिएटिभ गर्नु पर्यो नयाँ नयाँ डिसिजन लिनको लागि होइन आइडियाहरू भन्नको लागि चाहिँ इनिसिएट गर्नु पर्यो होइन अनि अर्को छ स्प्रेड डी कर्पोस यो चाहिँ ल्याटिन कि कुन चाहिँ देशको शब्द हो होइन यसको अर्थ चाहिँ युनिटी इज पावर भनेको क्या अनि टिमवर्क र युनिटी चाहिँ इम्प्लोइहरूको चाहिँ स्ट्रेन्थ हो भन्छ यसले चाहिँ अनि त्यो जसले चाहिँ बेटर पर्फर्मेन्स गर्नलाई चाहिँ राम्रो मद्दत गर्छ भन्छ स्प्रेड डी कर्पसको अर्थ अर्को छ म्यानेजरल स्किलमा 3 खालको स्किल छ मेन गरी कन्सेप्चुअल स्किल ह्युमन स्किल टेक्निकल स्किल कन्सेप्चुअल स्किल भनेको धारणात्मक ज्ञान होइन डिसिजन लिन सक्ने खालको क्षमता भनिन्छ अनि अर्को ह्युमन स्किल भनेको चाहिँ मान्छेहरूसँग बोल्न सक्ने कम्युनिकेसन स्किल हो ह्युमन स्किल भनेको चाहिँ र अर्को भनेको टेक्निकल स्किल भनेको काम गर्ने दक्षताहरू होइन टेक्निकल कुराहरूमा दक्षता हुने अनि अब लास्टमा भनिदिन्छु म म्यानेजमेन्टको लेभलहरू चाहिँ लास्टमा भनिदिन्छु ल म टप लेभल म्यानेजमेन्ट भनेको चाहिँ स्ट्राटेजिक म्यानेजर पनि भनिन्छ होइन यसको काम यो चाहिँ कस्तो पोजिसन होल्ड गर्छ त भन्दाखेरि चिफ एक्जिक्युटिभ अफिसर सिओओ अपरेटिङ अफिसर चिफ अपरेटिङ अफिसर भयो बोर्ड अफ डाइरेक्टरहरू जस्तो पोजिसन होल्ड गर्छ अनि यसको कामहरू त के हो भन्दाखेरि यसले गोलहरूलाई चाहिँ सेट गर्छ होइन प्लान बनाउँछ डिसिजन लिन्छ होइन अनि अर्को एक्सटर्नल रिलेसनसिपहरू पनि यसले बनाउँछ इन्भेस्टरहरूसँग होइन गभर्मेन्ट एजेन्सीसँग पब्लिकहरूसँग चाहिँ रिलेसनहरू बनाउँछ यसले होइन अर्को छ भनेको मिडियम लेभल म्यानेजमेन्ट अथवा टेक्निकल म्यानेजमेन्ट पनि भनिन्छ होइन यसले चाहिँ कस्तो पोजिसन होल्ड गर्छ भन्दाखेरि डिभिजन म्यानेजर रिजनल म्यानेजर प्लान्ट म्यानेजर जेनरल म्यानेजर भयो अनि यसको कामहरू के हो भन्दाखेरि यसले इम्प्लिमेन्टिङ स्ट्राटेजी होइन त्यो लेभल म्यानेजरलाई काम हराउने होइन रिसोर्सहरूलाई एलोकेट गर्ने अनि ट्रेनिङ र डेभलपमेन्टतिर ध्यान दिने होइन जुनियरहरूलाई सिकाउने अनि रिपोर्टिङ गर्ने यस्तो काम गर्छ अनि अर्को लोवर लेभल म्यानेजमेन्ट भनेको चाहिँ यसले चाहिँ यसको चाहिँ टाइटल के हुन्छ भन्दाखेरि सुपरभाइजर हुन्छ होइन यसले चाहिँ सानो समूह लास्टको सबैभन्दा सानो इम्प्लोइहरूलाई चाहिँ के गर्छ त हेर्ने सुपरभाइज गर्ने टिम लिड गर्ने होइन मोटिभेट गर्ने सानो स्टाफहरूलाई होइन यो चाहिँ सबैभन्दा लोवर लेभल म्यानेजमेन्टको काम हो प्रोडक्टहरू क्वालिटी बन्दैछ कि छैन भनेर पनि यसले हेर्ने गर्दछ लास्ट भिडियोमा चाहिँ तपाईँहरूले सपोर्ट दिएको कारणले नि मैले यो भिडियो बनाएको यसमा पनि सपोर्ट दिनु होला धन्यवाद